वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। आज फेरि नयाँ भिडियो म ल्याउँदैछु है। आज फेरि गाउँ घुम्न जाँदैछु अर्को गाउँतिर। सो गाइज हेर्दै गर्नु माथि माथि अझै धेरै बाक्लो हिँड्नु छ, स्टार्टिङ पोइन्ट मात्रै। सो खचरा आउँदैछ यता भनेको चाहिँ यही खचरा नै हो। गाडी छैन, गाडीको बाटो पनि छैन, गाडी नपुगेको गाउँ चुम्भ्याली, गाडीको बाटो नपुगेको गाउँ चुम्भ्याली हो। यस्तै छ यो खचरबाट। यो खचरले बचाउने यताको मान्छेलाई सामान बोकेर खुवाएर खडेरी लगाएर यस्तै छ। ओए 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 चार हान्छ क्या मलाई। ओए 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 ओहो ओहो यो त हिउँ त कस्तो दामी देखिने बुढामा त यस्तो रहेछ है। कस्तो दामी रहेछ यस्तो कस्तो दामी देखिने रहेछ। ट्र्याकको हरियो प्लस सेतो हिउँ। ल है गाइस, ल ल यस्तै छ। यहाँ चाहिँ असिना देखाउनु हातमा सर्ट समाउनु डल्लो बसाएकै असिनै हो यो डल्लोमा। यस्तो बनाउँदा चाहिँ ठ्याक्कै फुसफुस्तै हुन्छ, तर त्यो हातमा समाएपछि डल्लो हुन्छ। गएर त कस्तो दामी देखिन्छ यो है। यस्तो दामी हुँदो रहेछ हिउँ त। हिजो राति परेको हो, तैपनि अहिले चाहिँ हामी यस्तो दिउँसो अलिअलि बाँकी भएको हिँडेर जाँदैछौँ। भ्लग चाहिँ मैले बनाएको थिएन। सो गाइज यो भ्लगमा चाहिँ रिचार्ज पनि हुन्छ है। 5 जनालाई एकजनाको भएको 200 को रिचार्ज। सो कमेन्ट गर्नुहोस्। अनि त्यसो चाहिँ कमेन्ट गर्ने मध्येबाट गोला पर्साबाट एकदमै जेन्युनली एकदम इमान्दारीका साथ गोला पर्सा गरेर यहाँ रिचार्ज 5 जनालाई दिइन्छ। त्यसो गाइज ल कमेन्ट है रिचार्ज दिनको लागि। सो वाला टिकटक वाला हो दामी वाला हुन्छ। ल हामी चाहिँ हिँड्दैछौँ। यस्तो यस्तो बाटो चाहिँ रुटहरू चाहिँ यस्तै छ, एकदमै राम्रो छ है। ट्याक्क यस्तो के अलिक भिडियो चाहिँ अलि हल्लियो होला। त्यसो कि म यहाँ ओह्रालोमा झर्दैछु। सो चिनेको साथीहरू चाहिँ कमेन्ट गर्नु भन्न चाहन्छु म चाहिँ है। म यो भनेर टिकटक आइदिनु नामहरू दिनु होला भन्न चाहन्छु मेरो मिस्टर मिसेस साथीहरूलाई। र चौरमा हिउँ परिरहेको छ। यो राति परेको हिउँ, त्यही आकाश त्यस्तै छ, पल्ला जस्तै छ। सो म चाहिँ हिउँ खेल्न आइहाल्नु भन्न चाहन्छु है। म चाहिँ आज अब हिउँ खेल्ने हो है, आज एक दिनमा आइहाल्नु भन्न चाहन्छु। हिउँ परिरहेको छ, 2-4 दिन भइसक्यो है। एकदम सिजन लागिरहेको छ। चैत महिना हिउँ पर्ला जस्तो लाग्छ मलाई चाहिँ। म चाहिँ बुझेर स्थानीय बासिन्दाहरू साथी छ भने बुझेर आउनु भन्न चाहन्छु। यो चाहिँ माने हो होइन। सो ठ्याक्क तिब्बतियन ल्याङ्ग्वेजमा चाहिँ के यसो लेखेको हुन्छ है। यस्तै हुन्छ लेखेको हुन्छ तिब्बतियन ल्याङ्ग्वेजमा। मलाई चाहिँ आउँदैन। माने हो यो चाहिँ होइन। ट्याक्कै हामीले मन्दिर भन्छौँ नि, यहाँको स्थानीय बासिन्दा चाहिँ मान्नुहुन्छ है। अनि यो चाहिँ यस्तो पूर्णिमाको दिनमा, औँसीको दिनमा यस्तै यस्तै कतै एक हप्ताको 8 दिन 9 दिन घुम्नुहुन्छ। त्यही हो है मान्यता यहाँ त्यही छ। माथि माथि वहाँनिर टावर छ। यहाँको मुटु भनेको त्यो एनटिसीको टावर हो। त्यही टावरले काम गर्छ। त्यो टावरले काम गर्दैन हामी सम्पर्क दिइन हुन्छौँ। गोर्खा बजार पुग्न यहाँबाट लगभग लाग्छ है। तल झर्नै हामीलाई 1 दिन लाग्छ। अनि माथि आउन चाहिँ 2 दिन लाग्छ। 2-2.5 दिन लाग्छ गोर्खा बजारदेखि। किनकि आउँदाखेरिमा चाहिँ उकालो पर्छ नि त, जाँदाखेरि ओह्रालो पर्छ, त्यही भएर 1 दिनमै हुन्छ। सो गाइस माया गरेर भन्न चाहन्छु है मेरो भ्लगलाई चाहिँ स्टार्टिङ गर्दैछु। त्यो हिउँ परेको चाहिँ यस्तै हुन्छ। यो चाहिँ यस्तो कचक कचक जान्छ है। ठ्याक्कै एकदमै सफ्ट हुन्छ कि सफ्टवाला हुन्छ कि एकदमै कचक कचक जान्छ। ठिकै छ है त्यस्तो। हिउँ चाहिँ खेल्नुपर्छ भन्छु म लाइफमा है। एकचोटि चाहिँ मान्छेहरूले जसरी नि हिउँ चाहिँ लाइफमा खेल्नुपर्छ। यस्तो दामी दामी मोमेन्टहरू हुन्छ नि, बिर्सिन लायक नै हुँदैन कि एकदम सम्झना लायक हुन्छ। मेरो चाहिँ लाइफकै फर्स्ट एक्सपिरियन्स भनौँ न हिउँ खेल्न पाएको चाहिँ है।
यो एरियामा चाहिँ फर्स्ट टाइम हो, मेरो लाइफ पनि फर्स्ट टाइम हो। तर हिउँ चाहिँ मैले यो एरियामा चाहिँ कतिचोटि 2-3 चोटि हिउँ खेलेँ आज सहित गरेर। तर तैपनि मलाई अझै हिउँ खेल्न पुगिरहेको छैन हिउँ हेर्न होइन। एकदमै रमाइलो कि फेरि हिउँ परेपछि यस्तो मजाको देखिन्छ कि पारी भित्तामा नि कति तलसम्म हिउँ आइपुग्यो। हिमाल त बादलले छेक्यो। एकदम थाकिरहेको छु उकालो हिँडेर है। अझै यस्तो बाक्लो हिउँ छ, अझै पानी पर्दैछ। अझै हिउँ पर्ला जस्तो लागिरहेको मलाई चाहिँ अझै। अहिले चाहिँ हामी हिँड्दैछौँ है। ओ माई गड, त्यहाँ पो रहेछ झन् हिउँ त। ओहो, यो त हिउँ होइन, यो त म त हिरा भन्न चाहन्छु। हिरा, यत्तिकै सुन्दरता त हिराले पनि दिन सक्दैन जस्तो लाग्छ मलाई, जति सुन्दरता हिउँले दिइरहेको छ। सो म चाहिँ आजदेखि यो हिउँको नाममा चाहिँ म हिरा राखिदिन चाहन्छु है। हिरा हो कि हिरा, यो हिउँ होइन। म चाहिँ हिरै भन्न चाहन्छु हिउँलाई चाहिँ। हिराभन्दा एकदमै महत्त्वपूर्ण, बेस्ट अफ बेस्ट। कति राम्रो देखिने होला हेर्दा पनि। ओहो, एकदमै खुसी लाग्छ मलाई चाहिँ यस्तो हिउँहरू खेल्नु पाएपछि। अस्ति भर्खर लोसार सकेको, ग्याल्पो लोसारको अझै चलपल यहाँ छ झन्डा सन्डा है, चल्दैछ अझै। सो गाइज भ्लग चाहिँ लङ नै होला जस्तो छ। सो कृपया बोरिङ नमानी हेरिदिनु भन्न चाहन्छु। र अर्को कुरा चाहिँ मैले अघि नै भनिसकेको छु होइन। 5जनालाई चाहिँ मैले प्रत्येक एकजनालाई 200 दरै रिचार्ज दिनेछु। सो यो भिडियोमा चाहिँ कमेन्ट गर्नु होइन। जतिजना कमेन्ट गर्नुहुन्छ म चाहिँ गोलापर्थाबाट मेरो सब्सक्राइबरहरूको लागि चाहिँ मेरो यो फर्स्ट योगदान हो, गिफ्ट हो भनौँ न। तपाईँहरूले मलाई जति सपोर्ट माया दिनुभएको छ, सो मेरो सब्सक्राइबरहरूलाई, मेरो भ्युवर्सहरूलाई चाहिँ मेरो फर्स्ट गिफ्ट हुनेछ है। तपाईँहरूको मायाप्रति मेरो पनि केही न केही फिर्ता गर्न चाहन्छु म। तपाईँहरूको माया मात्रै लिन चाहन्न म एकतर्फी है, स्वार्थी भएर। त्यही भएर चाहिँ म तपाईँहरूलाई म गिफ्ट दिँदैछु। धेरै त सकेको छैन, तैपनि म 5जना मान्छेहरूलाई चाहिँ प्रत्येक व्यक्तिलाई 200 दरै म रिचार्ज दिन चाहन्छु। सो कमेन्ट गर्नु होला गोलापर्थाबाट, जसले जस्तो कमेन्ट गर्नुभयो भने हुन्छ है यो भिडियोमा, त्यही भन्न चाहन्छु। अहिले हामी चाहिँ हिँड्दैछौँ है, उता अर्को गाउँ जान्छ। यो चाहिँ लेरु गाउँ भन्ने हो। भिडियो कस्तो आउँछ है, अझै कसरी गर्दा हुन्छ तपाईँको सल्लाह नि लिन चाहन्छु म चाहिँ है। सल्लाह नि दिनु होला भन्न चाहन्छु। कस्तो दामी हो कि, कस्तो दामी कि। ओहो, गाउँ नै कस्तो राम्रो देखिने हो, अमेजिङ। ल गाइज है, अब फेरि अर्को गाउँ जाँदैछौँ। अर्को गाउँ यो लेरु गाउँ छिरिसक्यो। लेरुको गुम्बा, ओ माइ गड, यो कस्तो डरलाग्दो हुन्छ। टाउकोमा लाग्दा काट्छ कि यसले त, जमेको हुन्छ नि सिसा जस्तो हुन्छ ट्याक्कै। चाहिँ बतरी हिँड्नुपर्छ। अर्को गाउँ जाँदैछौँ हामी। ट्याक्कै मुस्ताङै स्टाइल हो कि यो त है, नो डाउट। यस्तो हुन्छ ट्याक्कै यहाँ, यस्तो घुमाउने ट्याक्कै, फेरि ढोग्ने। अनि यस्तो छ है मुस्ताङ स्टाइल। पानी होइन, यो त पानी परेको चाहिँ हिउँ पक्लियो टिनको। ल अर्को गाउँमा इन्ट्री भइसकेका छौँ अब हामी। सो गाइज, ओहो, यो गाउँमा त टिनको हिउँ पनि अझै नकल्या रहेछ। द्याट्स द पोइन्ट। यो चाहिँ हाम्रो राम्रो पक्ष हो हाम्रो लागि। यस्तै छ है। यो चाहिँ लेरु गाउँ, छेकम्पार गाउँ छुटिसक्यो उता। यो लेरु गाउँ हो। हिउँ पकाएर पानी आइरहेछ यस्तो छ है। त्यहाँनिर घोडा पनि छ नि, घोडा पनि हेर्नु होला है। घुम्न आउनु भन्न चाहन्छु है म चाहिँ यो मुस्ताङ स्टाइलको घरमा। यस्तो चाहिँ ओहो नि परे, करा झ्याप पारे त, करा झ्याप पारे त। त्यो बबिन गालेकै के अझै। ओहो नि परे, भुइँ नै खनिदियो त हिमाल सुनारीले भन्छ त। पुरा कमेडी लाग्छ मलाई चाहिँ, त्यो राम्रै लाग्छ। ठ्याक्कै यो नेखुलेर छु है, भर्खरै कटेर आएन। चुकु जुममा नै हेरौँ, ठ्याक्कै यस्तो दामी देखिन्छ कि हिउँ परेर गाउँ चाहिँ। म चाहिँ हामी लामा गाउँ जाँदैछौँ है। यस्तो छ बाटो है। यो चाहिँ चुम भ्याली भन्छ होइन। चुम भ्याली भनेको चाहिँ भ्याली त भ्याली भएन। सो यहाँ चाहिँ कस्तो यो फाँटहरू पनि एकदमै ठुल्ठुलो होइन। तराई पनि फेल हुन्छ सायद यो भ्यालीको अगाडि, सम्मको अगाडि कम्पेयर गर्नु पर्दा है। त लाग्छ मलाई त, मेरो विचारमा चाहिँ लोकल एयरपोर्ट नै बन्ला जस्तो लाग्छ मलाई चाहिँ होइन। मोटर बाटो छैन। सो लोकल एयरपोर्ट बन्यो भने चाहिँ धेरै गाउँको मान्छेहरूलाई काठमाडौँ जान
एकदमै सजिलो हुन्छ होइन त्यस्तै छ। सो गाइज मेरो यो ब्यालेन्स सपोर्ट युट्युब च्यानल सपोर्ट गर्दै भन्न चाहन्छु है। ब्यालेन्स सपोर्ट गरेको छु मेरो युट्युब च्यानल नाम चेन्ज गरेर। यो मलाई गाउँबाट चाहिँ एकदमै क्याप्चर गर्न मन लाग्यो होइन। किनकि हेर्नु न यो एकदमै कस्तो राम्रो हरियो भएको छ नि त। हिउँले पनि ट्याक्क पानी पनि पुग्छ चाहिँ गाउँ एकदम राम्रो हुन्छ जस्तो लाग्छ। यो साइडमा चाहिँ खेतीपाती माथिपाती त्यस्तो छ नि पर त झन् यस्तो दामी हुनु पर्छ नि। हामी त्यो साइडतिर जाँदैछौँ। सो गाइज हेर्दै गर्नु होला। त्यो के घाँस हो यो कस्तो होला हरियो घाँस। ल हामी चाहिँ हिँड्दैछौँ है। यसै माने हो मानेलाई चाहिँ हामीले दाहिने पार्नुपर्छ भने मान्यता रहेको छ यताको। सो हामी पनि यताकै के भन्छ रुसलाई फलो गर्दै मानेलाई दाहिने पार्दै हिँडिरहेको छौँ है हामी चाहिँ। सो यस्तो छ है यो भ्याली चाहिँ भ्याली नै हो एकदमै दामी पारामा हिउँ परिरहेको छ। त्यो गुम्बा हो चुम मोनास्ट्री है। चुम गुम्बा यो चाहिँ लामागाउँको लामागाउँ इन्ट्री गर्न आइसक्यो है। अब यस्तो दामी हिउँ पऱ्यो कि कुरा गरी साध्य छैन कि हेर्नु न यस्तो दामी देखिने क्या। क्यामेरा क्वालिटी अलिकति भेटेको छैन होला तै पनि जति मिल्छ त्यति म फोकस गर्दैछु। चाहिँ लामागाउँ है। अब लामागाउँ इन्ट्री हुँदैछ। माथि चाहिँ हिमाल हो तर अहिले बादलले छेकिरहेको छ। त्यस्तै छ है लामागाउँ चाहिँ। यो गुम्बा नै एकदमै पुरानो भनौँ न फेमस गुम्बा हो। यो चाहिँ फेमस गुम्बा हो। घुम्न आउनु भने चाहिँ पछि राम्रै हुन्छ है। ठाउँ चाहिँ राम्रै छ नट ब्याड है। यता चाहिँ सजिलो छ। अलिकति थोरै बाटो चाहिँ अलिकति दुःख गर्नुपर्छ हामीले। एक दिन भन्दा पनि 8-9 घन्टा 10-12 घन्टा दुःख गर्नुपर्छ। त्यसमा नि उकालो र सम्म पर्छ पुरै उकालो पर्दैन आधा उकालो आधासम्म पर्छ त्यो बाटो पनि। यो चाहिँ यो माथि साइडमा आएपछि सबै सम्म छ है यो साइडमा चाहिँ। सो तपाईँहरू आउन सक्नुहुन्छ है घुम्न चाहिँ। यो बाटो एकदमै सुपर बेस्ट देखेको छ है। कस्तो दामी देखेको जोटेको ठाउँ ट्याक्क कस्तो राम्रो छ है। ट्याक्क यो छ हामी हिँड्दैछौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ घोडाहरू चलिरहेको छ है। घोडाहरू यस्तै छ चल्दैछ अगाडि जाँदैछौँ। सो गाइस हेर्दै गर्नु होला। जस्तो लामागाउँ इन्ट्री हुन आइसक्यो है। हामी लामागाउँ इन्ट्री हुन अब 1-2 मिनट बाँकी छ। त्यही हो 1-2 मिनटमा अब लामागाउँ इन्ट्री हुन्छ। सो हेर्दै गर्नुहोस् किप वाचिङ गाइस। जालीबाट पनि गुम्बा यस्तो राम्रो देखिन्छ। यो चाहिँ यो लामागाउँको एकदमै फेमस प्रख्यात गुम्बा हो। सो एकदमै राम्रो देखेको छ यो गुम्बा। गुम्बाहरू पनि हेर्नु है दामी छ। यहाँ चाहिँ हाम्रो मङ्कहरू नै हुन्छ है। लामा गुरु पढ्ने विद्यार्थीहरू नै हुन्छ सानसानो बाहिरी जिल्लाबाट आएर बस्नुभएको छ। यस्तै छ है बारीको हिउँ जान है कस्तो राम्रो देखिने कि। बारीको हिउँ त देख्न सक्नुहुन्छ होइन। भिडियो तर अलिकति हल्लियो होला तर पनि। सो गाइज प्लिज कम्प्रोमाइज गरेर भिडियो हेरिदिनु भन्न चाहन्छु। सपोर्ट गरिदिनु भन्न चाहन्छु। आजको भिडियो चाहिँ एकदमै लङ होला जस्तो लाग्यो मलाई किनकि कुनै पार्टहरू मलाई छुट्याउनु मन लागेन। सबै ठाउँमा हिउँ परिरहेको छ। सो सबै कुराहरू राम्रो लागिरहेको छ मलाई। सो हामी लामागाउँ इन्ट्री हुन लागेको छौँ है त। अब लामागाउँ हेरौँ है त एकैचोटि। घोडाहरू चाहिँ चलिरहेको छ है यस्तै छ। अब यहाँ चाहिँ गाउँबारीमै चरेको जस्तो लाग्छ मलाई चाहिँ। गाउँ खुवाएको होला सायद फेरि छर्न नि मिल्छ यो खुवाएर पनि घोडालाई केही पनि फरक पर्दैन। लामागाउँ इन्ट्री भइसकेको छ है हामी चाहिँ अहिले। लामागाउँ चाहिँ यही हो। भित्र नै गल्लीहरू पनि छ। भिडियो चाहिँ धेरै हल्लियो जस्तो लाग्छ मलाई किनकि म हिँड्दैछु है। हामी अलिक टाढा पुग्नुपर्ने हुन्छ नि त। अर्को गाउँ नै घुम्न जानुपर्ने हुन्छ त्यही भएर अलिक भिडियो हल्लियो होला। सो गाइस डोन्ट माइन्ड है। माइन्ड नगर्नु होला भन्न चाहन्छु म चाहिँ। ल लामागाउँ इन्ट्री भइसकेको छ। हेर्नु है त लामागाउँ चाहिँ यो अझै भित्र छ गाउँहरू चाहिँ। लामागाउँ ट्याक्क आउँदै गर्दा चाहिँ यहाँ चौरीहरू पनि रहेछ। चौरीहरू चाहिँ हेलो दाइ यतिकै दाइ घुम्दै हजुर। यो चौरी चाहिँ यहाँ छ है। चौरीको ओरिजिनल चौरी हो।
दुईमा जुमै रहेछ है। चौरी गाई कि गोरु पनि छ। लामा गाउँ इन्ट्री भइसक्यो। चाहिँ घोडा है। ओहो कस्तो दामी घोडा रहेछ। ट्यागको दुइटै कस्तो यो कि अचम्मै। यो तिनवटा घोडा रहेछ अझै। ओ माई गड। ट्याक्कै हाम्रोतिर चाहिँ बाइकहरू हुन्छ होइन, अनि यता चाहिँ बाटो छैन। जस्तो यताको बाइक चाहिँ यही घोडा नै हो बाटो नभएको एरियामा होइन। लामागाउँ चाहिँ इन्ट्री भइसकेको छ। हाम्रो टोली बोइज चाहिँ अगाडि गइसकेको छ। म भिडियो खिच्ने क्रममा पछाडि छुटेको छु। भिडियो लङ होला जस्तो छ तैपनि सो एकदमै सबै कुराहरू क्याप्चर गर्नु मन लाग्यो मलाई चाहिँ। अब चाहिँ हामी त्यहाँ हाम्रो पसलको एउटा साथी पनि छ लामा गाउँमा एउटा पसलको। यो उता काठमाडौँको हो क्या सायद त्यस्तो लाग्छ मलाई। तैपनि म मेरो साथीको ड्याड्स ममलाई भेट्छु। के गर्दै हुनुहुन्छ उहाँहरू है। पारि हिउँ परेको छ यस्तो दामी। लामा गाउँ चाहिँ यही हो, हिउँको हिमालको काखमा छ ट्याक्क। यो होटलहरू छ, यो एरिया चाहिँ होटल हो यो सबै। अनि यस्तै छ। म हिँड्दैछु है त, अगाडि जान्छु। अब नाली चाहिँ बनेको छ लामा गाउँमा, तर यता चाहिँ खासै डेभलप चाहिँ होस् लाग्दैन मलाई। हिँड्दैछौँ। सबै गाउँको सिजन, गाउँबारी सबै यस्तै छ घरहरू चाहिँ। सो गाइज के कस्तो हुन्छ सिकाउनु भन्न चाहन्छु है, कसरी भिडियो गर्दा उत्तम हुन्छ। त्यसो ओहो जमेर आमा लहेर यस्तै छ है। यो चाहिँ अगाडिको चाहिँ के गाउँ भन्छ, भुर्जी गाउँ समथिङ के भन्छ होइन। अगाडि जाँदैछौँ। लामा गाउँमा नै घरहरू त खासै धेरै चाहिँ छैन, ठिकै छ। त्यस्तो थोरै पनि छैन, धेरै पनि छैन, ठिकै छ, नट ब्याड है। यस्तो छ हाम्रो हरियो। यही चाहिँ हाम्रो साउको घर, हाम्रो साउजी भन्दा नि पसलको साउजी। एकदम फ्यामिलियर इन्भाइरोमेन्ट छ हाम्रो वहाँ गएपछि। एकदम फ्रेन्डली हुनुहुन्छ कि हाम्रो साउजी चाहिँ। यसो हामी भेट्न जाँदैछु। साउनियामा सक्छ छैन, साउनियामा पनि भेट्छु। त्यो चिया खाएर गप्छु पानी से हो। ल है परेछ पारि पनि हामी जाँदैछौँ। त्यो छ कि फेरि पारि यो चाहिँ माने हो होइन, यो चाहिँ माने हो। माने ट्याक्कै यसरी यस्तो गर्ने ट्याक्कै यसरी घुमाउने। यो चाहिँ यो खादा बार्ने हो, यो खादाले घुमाउने ट्याक्क त्यही हो। खादा घुमाउँछ यस्तो घुमिरहन्छ। धेरै राम्रो बनाएको छ नयाँ माने। हामी चाहिँ अहिले लामा गाउँ सकिसक्यौँ है। अब चाहिँ हामी यहाँ ट्याक्कै चौरी हेर्दैछौँ। चौरी आउँदैछ उताबाट है, सिङहरू कस्तो पातुलो लामा गाउँ घुमेपछि आउँछ। हामी लाएर जाँदैछौँ। चौरीहरू डराए जस्तो छ है हामीलाई देखेर। चौरीहरू आउँदैछ, प्लिज कम प्लिज। ए ओरिजिनल चौरी चाहिँ यही हो है, खुट्टा छोटो हुन्छ होइन ट्याक्क। यस्तो ओरिजिनल चौरी चाहिँ यही हुन्छ। सो गाइस चौरी पनि हेर्न चाहन्छु भन्न चाहन्छु म चाहिँ है। तपाईँहरू कतिजना चौरी पनि देख्नु भएको छैन जस्तो लाग्छ मलाई अझै पनि होइन। म पनि त्यस्तै थिएँ पहिलासम्म, पछि बल्ल अलिकति चौरी देख्नु भयो। यस्तो छ अहिले चाहिँ चौरी किन गाउँमा छ भन्दाखेरिमा चाहिँ यो सम्म ठाउँमा खासमा राख्ने चाहिँ यता माथि हो होइन, डाँडातिर लेकतिर। तर अहिले चाहिँ बढी मात्रामा हिउँ पर्ने चिसो हुने भएर चाहिँ यो अहिले चौरी यो तल तराई फाँटमा झारेको हो। पछि फेरि यो हिउँ पर्ने सिजन सकेपछि बर्खा लागेपछि फेरि चौरी माथि जान्छ कोठमा। यस्तै नै यो सिजन चलिरहन्छ है त। चौरीहरू चाहिँ आउँदैछ। ओहो उता झन् डेन्जर खैरो ब्ल्याक। चौरी फेरि डेन्जर भ्यालुएबल हुन्छ नि। चौरीको घिउ कति रुपियाँ किलो हो यता, 2400 रुपियाँ किलो भने जस्तो लाग्छ मलाई नुहाउने घिउ चाहिँ है। मैले खाएँ पनि एकदम राम्रो पनि लाग्यो, फर्स्ट टाइम खाँदा एकदम मिठो पनि लाग्यो। सो चौरी गइसकेको छ। अब हामी जाँदैछौँ पारी लार गाउँ। अब चाहिँ हामी झलुङ्गे पुल तर्दैछौँ।
गाइस यस्तै छ है। फेरि भएको एउटा मगर पनि झऱ्यो भने खत्तम हुन्छ। मगर किन्न फेरि टाइम लाग्छ। सो गाइस म चाहिँ अहिले भिडियो बन्द गर्न चाहन्छु। यो चाहिँ लामा गाउँ हो। अब लामा गाउँ सकिसक्यौँ चाहिँ हामी उता यतातिर जाँदैछौँ। के भन्छ लार गाउँ जाँदैछौँ। लार साइडतिर यसो बाटोमा यो चाहिँ स्तुपा देखेको छ। यो स्तुपा चाहिँ अहिले भर्खरै बन्द गरेको ओल्ड पिस स्तुपा हो यो चाहिँ होइन। लगभग यो कति 90 करोड प्लस कि कति त्यस्तै पैसाको चाहिँ गुम्बा बन्दैछ। डेन्जर महँगो है, 90 करोड प्लस। अनि यो चाहिँ डोनेसन जस्तो लाग्छ है, डोनेसन आएको जस्तो लाग्छ बाहिरी देशहरूबाट, बाहिरी व्यक्तिगत संस्थाबाट डोनेसनबाट गुम्बा बन्दैछ। सो हामी चाहिँ लार गाउँ जाँदैछ। हाम्रो फाइनल डेस्टिनेसन भनेकै लार गाउँ हो। अब हेर्दै जाउँ है त। त्यस्तो बाटोमा हिउँहरू है। अझै आज पनि यस्तै बादल छ। सो आज नि दिनको 12 बजिसकेको छ अहिले। 12:30 1 बज्नु होला सायद। अनि 12 1 बज्नु लाग्दाखेरि नि अझै घाम राम्ररी आएको छैन भनेपछि बादल आइरहेको छ। आज राति नि हिउँ नै पर्ला जस्तो लाग्छ। त्यही भएर म चाहिँ हिउँ खेल्न आइहाल्नु एक दिन भन्न चाहन्छु। तपाईँहरू कोही आउनु चाहनुहुन्छ भने यो छेकम्पार मनास्लु बेस क्याम्प गोर्खादेखि आउन सक्नुहुन्छ सबै कुराहरू बुझेर। सो मलाई मेसेज गर्न सक्नुहुन्छ, मेल गर्न सक्नुहुन्छ। म मेल चेक गर्छु, मेसेज चेक गर्छु। सो तपाईँहरूलाई सकेको बाटो देखाउन हेल्प चाहिँ गर्छु है त म है त। तपाईँहरू आउन चाहनुहुन्छ, हिउँ खेल्न चाहनुहुन्छ भने चाहिँ है म चाहिँ के भन्छ लोकेसन चाहिँ दिन सक्छु है म। चाहिँ ठ्याक्कै राचेन गुम्बाको स्तुपा, यो चाहिँ राचेन गुम्बा भन्छ है, जाँदैछौँ। यही हो राचेन गुम्बा चाहिँ यही हो। त्यो गुम्बाको साइडमा कस्तो दामी परेछ। यो पारि देखेको चाहिँ भुर्जी गाउँ हो। माथि चाहिँ मिलेरेपा केभ हो होइन। यो चाहिँ एकदमै ऐतिहासिक हिस्टोरिक केभ हो। त्यो चाहिँ मिलेरेपा भगवानको चाहिँ अझै फुट स्टेप छ त्यहाँनिर। यस्तै छ है राचेन गुम्बा चाहिँ यो। अहिले बन्दैछ निर्माण कन्स्ट्रक्सन हुँदै भएको भएर चाहिँ अहिले भित्र हामी गइएन। सो बाहिरबाटै राचेन गुम्बा हेर्नु। अहिले हामी चाहिँ कतिको हाइटमा छ भने देख्न सकिन्छ होइन। चुम्भ्याली राचेन गुम्बा 32 से 40 मिटर। नेक्स्ट लार गाउँ 10 मिनट देखाएको छ। तर हामीलाई 15-20 मिनट लाग्छ। यहाँ 10 मिनट भन्ने यहाँको स्थानीय बासिन्दालाई मात्रै हो। हामी तराइतिरको मान्छेलाई ठ्याक्कै ट्रिपल टाइम लाग्छ। 10:30 ठ्याक्कै नो डाउट। उहाँहरूलाई गोर्खा बजारदेखि यहाँ आइपुग्नु 1 दिन लाग्छ भने हामीलाई 3 दिन लाग्छ। ठ्याक्कै ट्रिपल हो यहाँ हामी तराईवासी मान्छेहरूलाई। एकदम सास फुलेर हैरान हुन्छ है। यति नै थाकिसक्यौँ हामी। यो एकदमै सम्म इतिहास छ है। एकदम खाली जग्गा छ। सायद गुम्बाको हो जस्तो लाग्छ मलाई। यसमा हिउँ परिरहेको छ। अब लार गाउँतिर लम्किँदैछौँ। यो एकदमै पुरानो गुम्बा। फेरि यसलाई मोडिफाई गरेर नयाँ गुम्बा बन्दैछ। डोनेसन आउँदैछ है, बन्दैछ गेटहरू। ओहो अक्खा रहेछ अक्खा पारी साइडतिर। लार गाउँमा कस्तो छ हेरौँ है त। हेर्दै जाउँ। यो चाहिँ राचेन गुम्बाको वाल हो होइन। चाहिँ होस्टेल पनि छ जस्तो लाग्छ मलाई चाहिँ। यहाँ चाहिँ अघि नै मैले देखाएको त्यो अगाडिको गुम्बा चुम मोनास्ट्री चुम गुम्बा भन्ने चाहिँ त्यो चाहिँ जुनियर एकदम नर्सरी क्लासेसदेखि पढ्ने होइन स्टुडेन्टहरू, मङ्क पढ्ने, लामा पढ्ने, लामा गुरु पढ्ने। अनि यो राचेन गुम्बा चाहिँ सिनियर हुन्छ नि एकदमै 18+ एजेस कलेज टाइपको हुन्छ नि। कलेज टाइपको चाहिँ यो गुम्बामा पढाइ हुन्छ। यहाँ आउनु चाहिँ हामीले चाहिँ आनी भन्छौँ होइन हाम्रो लेडी स्टुडियोलाई, लामा गुरु पढ्नेलाई। अनि केटाहरूलाई के भनिन्छ लामा गुरु नै होला सायद है। एकदम पुरानो माने रहेछ। हिउँ त हालत बत्तै कति टनाटन अति नै हिउँ परेको रहेछ है। नसुकेको हिजो राति हिउँ परेको। अझै पर्ला जस्तो छ मौसम। सो अब लार गाउँ हामी जाँदैछौँ। यस्तै छ। सिमसिम पानी हानिरहेको छ। सिमसिम पानी हाने पनि के भएको छ ठिकै छ। रमाइलो भइरहेको छ।
त्यहाँनिर पूजाआजा छ के छ यस्तै छ। सो रमाइलो लागिरहेको मलाई चाहिँ। सायद केटाहरूलाई पनि रमाइलो लाग्यो होला, केटाहरू आउँदैछ। ओहो के हो त, च्याउ हो कि यो त्यत्रो च्याउ हो कि यो च्याउ होइन एन्टिना हो सायद, के होला सायद त्यो। म नजिकबाट हेर्छु। म चाहिँ यो हिउँको पाट खिच्नलाई यो बाटो आएँ, उताको बाटो छोडिदिएँ। उसीबाट तपाईँहरूलाई हिउँ पनि देखाउन चाहन्छु है। तर तपाईँहरूको माया भयो भने चाहिँ सायद म अर्को सायद केही भिडियो खिच्ने अलिक राम्रो क्वालिटीको गोप्रो क्यामेरा केही लिन सक्छु जस्तो लाग्छ मलाई। सो अनेस्टली भन्नुपर्दाखेरिमा चाहिँ हल्का फुल्का पैसा जम्मा भइसकेपछि युट्युबमा। सो यो तपाईँहरूकै मायाले हो। अनि त्यही हो, तपाईँहरूले माया दिनुभएको छ। सो म पनि तपाईँहरूलाई थोरै भए पनि माया रिटर्न गर्ने कोसिस गर्दैछु। धेरै त सकेको छैन है, के हुन्छ अब हेर्दै गर्नुहोस्। भिडियो चाहिँ आज पोस्ट हुन्छ 7 गते र रिजल्ट चाहिँ म वैशाख 1 गते दिन्छु है त। नयाँ वर्षमा ट्याक्क 5 जनालाई अनि रिचार्ज कार्ड दिन्छु प्रत्येक व्यक्तिलाई 200 को दरले। त्यही छ मेरो माया भनेको त्यति नै तपाईँहरूलाई है। तपाईँहरूले जति नै माया फिर्ता गर्नु त सकेको छैन, तैपनि मैले सके जति माया फिर्ता गर्ने कोसिस गर्दैछु। यस्तै छ है। अब हेर्दै जाउँ हिउँहरू यस्तो छ। यस्तै हो यहाँनिर। भिडियो चाहिँ अति नै लङ होला जस्तो लाग्छ मलाई। आँखै खाँदो रहेछ, चस्मै लगाउनु पर्ने रहेछ। ओहो चस्मा त पानीले भिजेछ नि फेरि। ल यता चाहिँ लारगाउँ इन्ट्री भइसकेको छ। यहाँ चौरी गाई छ। चौरी गाई कि चौरी गोरु ओरिजिनल हो यो चाहिँ एकदमै नो डाउट 100% है। त्यस्तै छ उयोमा धन्ने हिलोमा। लार भिलेज चाहिँ यो यहाँ चाहिँ एकदम फराकिलो बाटो छ, तर मोटर बाटो आइपुगेको छैन अहिलेसम्म। हिउँ परिरहेको छ यता, नाइटमा परेको हिउँ हो, अहिलेसम्म छ स्टक। सो बाटो चाहिँ यस्तो हिलो छ है, हिउँ पक्रेर एकदमै कस्तो अप्ठ्यारो भइरहेको छ हिँड्नाले हिलोमा। सो अहिले चाहिँ हामी लारगाउँ इन्ट्री भइसकेका छौँ। ल अहिले चाहिँ यो लारगाउँ चाहिँ लारगाउँ ठ्याक्कै आइपुग्यो। अलि अगाडि अगाडि घर छ थोरै थोरै अनि हिउँ चाहिँ राम्रो परिरहेछ। सो यो चाहिँ मलाई एकदम के भन्छ क्याप्चर गर्नु मन लाग्यो। यो चाहिँ एकदम गजब परिरहेको छ है, एकदमै रमाइलो छ लारगाउँ। हिउँ परेर झनै राम्रो। चौरी गोरु छ है, चौरी गोरु गाईहरू। यो चाहिँ हिउँ चाहिँ है, यो तपाईँहरूलाई चाहिँ हिउँ देखाउन मन लाग्यो मलाई, त्यही भएर चाहिँ क्याप्चर हानिदिएँ मैले। ल अहिले चाहिँ हामी लारगाउँ इन्ट्री भइसकेको छ। लारगाउँ यही हो है, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी हिँड्दैछौँ। फाइनल गाउँ चाहिँ यो अलि अगाडि स्तुपामा गएर भ्लग इन्ड हुन्छ। स्तुपासम्म जाँदैछौँ। यहाँ घोडा नि बिचरा अहिले खडेरी लाएर केही खान पाएन। नमस्ते भा है, घोडा नै घाँस खान नपाएर नमस्ते हुन लागिसक्यो। कस्तो नमस्ते नमस्ते डाइलग मुखमा बस्यो भने कि के हो यो नमस्ते भने। कुनै होटलहरू बन्दै छ है, त्यस्तो लारगाउँ चाहिँ हिँड्दैछौँ। वहाँ अगाडि चौरी गाई र चौरी गोरु हिँड्दैछ त्यस्तो छ है। सो गाइज यो भिडियो नहल्लिने कारण कसरी सेल्फी स्टिकले नो सेल्फी स्टिक नै ओल्ड भइसक्यो। हिँड्दैछौँ। सो यसै लारगाउँ हिँड्दैछौँ। अलि अगाडि स्तुपासम्म जाउँ कि भनेको, के हुन्छ है त। यताको होटलहरू जस्तै हुन्छ है। यो चाहिँ होटल हो, के होटल एक होटल रहेछ। एक होटल कि म विज्ञापन गर्दैछु। म त्यो चौरीगाईलाई भेट्न चिज है त। सो लारगाउँ चाहिँ चल्दैछ। चौरी गाईलाई भेट्न सकिएन, चौरी गाई एकदम छिटो कुदिहाल्यो, त्यही भएर
हाम्रो रु 5 रुपैयाँको नोटमा हुने चौरीगाई यही हो होइन। रु 5 रुपैयाँको नोटमा नेपाली नोटमा हुने चौरीगाई यही हो। आज प्रत्यक्ष देखियो, पैसामा देखेको आज देखियो। ल चौरीगाई नि बिचरा शान्त छ है, बिचरा लास्टै मायाले घुँडा फेरि ह्यान्डसम घुँडा रहेछ यहाँ। ह्यान्डसम घोडाले फेरि अब यता हेर्दैछ, खान पाएन घाँस, किनकि अहिले खडेरीको सिजन हो। अवश्य सायद बर्खा सुरु हुन्छ, घाँस एकदमै राम्रो पलाउँछ। घाँस पलाएपछि गाई गोरु खुसी, घोडा खुसी, खच्चड खुसी, सब जनावर चाहिँ खुसी हुन्छ। अब सायद अब पानी नै परिरहेको छ, हिउँ परिरहेको छ, अब चाहिँ घाँस पलाउँछ जस्तो लाग्छ। पलाइसके जस्तो चाहिँ। ओहो ओहो सुल्टीहरू त कति ह्यान्डसम ह्यान्डसम हो। चौरीगाई पनि यस्तो ह्यान्डसम ह्यान्डसम छ त है। मलाई चाहिँ चार्ज नआन है, त्यही हो। अनि क्याप्चर हुँदैछ। ओहो चौरीगाई यहाँ छ। चार्ज हाल्दा फेरि मलाई चौरीगाई आउँदैछ है, यस्तै छ। विशेष गरी एकदमै अफ्रेड हुन्छ कि हामी देखेर डराइरहेको हुन्छ क्या। हामी उनीहरू देखेर डराउँछ, उनीहरू हामी देखेर डराउँछ। उता अगाडिको स्तुपा चाहिँ हो फाइनल डेस्टिनेसन चाहिँ। झन्डाहरू पनि आएछ कि अहिले चाहिँ, यस्तै छ। सो गाइज अगाडि घोडाहरू पनि बसिरहेको छ। यहाँको स्थानीय बासिन्दा घोडा भनेको बाइक हो है। घोडा मजाले कुद्छ यस्तो बाटोमा चाहिँ, छिटो नै हुन्छ है। फेरि घोडालाई हल्का दुःख त होला, तर बिचरा तै पनि यस्तो छिटो हुन्छ स्थानीय बासिन्दालाई चाहिँ। म चाहिँ वहाँ अगाडिको स्तुपा जाँदैछु। वहाँ फाइनल डेस्टिनेसन चाहिँ त्यो हो, देखिरहेको स्तुपा। घोडा सोल्टी यहाँ छ है, ह्यान्डसम सोल्टी रहेछ। अनि ह्यान्डसम सोल्टी, ओ माई गड, सेतो घोडा फेमस ल है। लार गाउँ नि सकिनु लागिसक्यो, म चाहिँ हिँड्दैछु। ओहो कति राम्रो झन्डा रहेछ नि त्यहाँ त। टोलीहरू हाम्रो टोलीहरू चाहिँ बसी हिँड्नु अल्छी गरेर। म चाहिँ स्तुपासम्म जान मन थियो, त्यहाँसम्म जाँदैछु। यो फेरि माने आएको छ। मानेलाई चाहिँ दाहिने पार्नु पर्ने भन्ने मान्यता यहाँको, र हामीले पनि त्यही रुल फलो गर्दैछौँ। यो चाहिँ कस्तो छालाबाट बनाएको रहेछ क्या माने, छालाबाट होइन, त्यही छालाबाट बनाएको माने रहेछ है। यसरी यस्तो हुन्छ यहाँ चाहिँ, तलपट्टि यस्तै हो। कस्तो कस्तो हाइट लगाएर बनाएको होला यो। ल फाइनल डेस्टिनेसन चाहिँ यही हो। फाइनल डेस्टिनेसनमा म आइसकेँ है। ऊ त्यो चाहिँ मिनी हाइड्रो कराइरहेको छ होइन। मिनी हाइड्रो गाउँको लागि यस्तो छ। यता साइड साइडमा चाहिँ, यो साइड पनि हिउँ त राम्रै छ है, एकदमै ठिकै छ। झन्डाहरू पनि बेस्ट रहेछ। यस्तै छ है। फाइनल डेस्टिनेसन चाहिँ आइसकेको छ। अहिले यो लोसारले गर्दाखेरि यो झन्डाहरू नयाँ नयाँ थपेको रहेछ। पहिला स्तुपा मात्रै थियो, सायद यो स्तुपा पनि ओपनिङ भइसक्यो जस्तो लाग्छ मलाई है। कस्तो राम्रो भएछ नि अहिले ट्र्याकको, हेर्दा नि कति आनन्द आउने ट्र्याकको। यस्तै छ है, यस्तै छ। हिउँ परिरहेको छ यता है, यो चाहिँ नाइटको हिउँ। ल फाइनल डेस्टिनेसन चाहिँ यो होइन, स्तुपा हो। स्तुपा आइसक्यौँ। यहाँ चौरीहरू चलिरहेको छ। त्यही गाइज है, भिडियो हेरिदिनु भयो अन्तिमसम्म, थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन। धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा पनि सपोर्ट गरिदिनु भन्न चाहन्छु होइन। अब आउने दिनहरूमा अपकमिङ डेहरूमा नि सपोर्ट गरिदिनु भन्न चाहन्छु होइन। यो चाहिँ अगाडिको पाङदुङ गाउँ हो, र यहाँ चाहिँ झन्डा एकदमै दामी भएछ, अहिले फरफराइरहेको छ, कस्तो राम्रो होइन। थ्याङ्क यू सो मच गाइज, धेरै धेरै धन्यवाद है भिडियो हेरिदिनु भयो। प्लिज है लाइक, सेयर, कमेन्ट, सब्सक्राइब एन्ड किप लभिङ है। सबैजना धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सबैजनालाई, धेरै धेरै धन्यवाद।